हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। मेरो बिहानीको सुरुवात चाहिँ तातो पानी पिएर भयो। अनि यिनीहरूको आवाज सुनेर बाहिर निस्केको त यिनीहरूको झगडा भइरहेको रहेछ। चराहरूको आवाज सुनेर बिहान कस्तो मन आनन्द हुन्छ कि। अनि घरमा सराद थियो अनि कामसाम भ्याएर टिकासिका लगाएर हामी निस्क्यौँ तनगढीतिर, किनकि स्कुटी बोलाउनु थियो तर खाना चाहिँ खाएनौँ हामीले। अनि तर ब्याड लकले त्यो दिन पनि स्कुटी बनेन। अनि हामीले खासा चाहिँ खाएर हामीले अब अटोमा जानुपर्ने घर, त्यही भएर हामी निस्किहाल्यौँ धनगढीलाई बाई बाई भनेर। अनि बिहान चिनेको दानी भेट्नु भएको थियो, त्यहाँदेखि अटोमा हामी गयौँ। त्यसले भने जस्तै भयो भने बुढा चाहिँ त्यो अटोवालालाई त्यही भनिराख्नु भएको छ भने यिनीहरू चाहिँ मलाई जिस्काउँदै थियो। सँगै एउटा बुढाबा हुनुहुन्थ्यो, धेरै खोकिराख्नु भएको थियो कि, त्यही भएर जिस्काउँदै थियो यिनीहरू मलाई। अनि यो पुलमा चाहिँ ट्राफिकवालाले जान दिन्न कि अटोमा। अनि हामी त्यहाँबाट झरेर मेरो बुढा चाहिँ हिँड्दै आउनुभयो। अनि हामीले त्यहाँ जुसुस पियौँ अनि हामी घरतिर लाग्यौँ। अटोमा बसेपछि मलाई यति निन्द्रा लाग्छ हावाले गर्दा, ओहो। अनि घर पुग्ने बित्तिकै मैले केही खाएर अनि एन्ड गरेँ अनि रिल्याक्स भएँ। ओके बाई।